मान्छे हो कि भूत हो एकछिन त भूत भन्दा पनि कम लागेन अँध्यारो बेला अहिले लाइट बालेर यतिको देखिया हो मेरो घर छेउमा आएर यस्तो जाडोको बेलामा थरथर कामेर बसिरहेको रहेछ फेरि मन नमानेर माथि गएर ज्याकेट ल्याएर दिएँ फेरि खाना खाने भनेर सोद्धाखेरि टाउको हलाउँछ खान्छु भनेर त्यही भएर माथि गएर खाना मान्छे वन मान्छे जस्तो छ हेर त रौँ रौँ छ हातमा पनि रौँ कति धेरै रौँ नि अनुहार पनि हेर न रौँ रौँ छ चाकमा पनि रौँ देखेको ल वन मान्छे जस्तो छ त्यो बुझ्छ भनेको लो भैया उठो ना खाना खा लो हाट लो यसमा टोटो पानी लिएर आउँछ है पानी यहाँ भुइँमा राख पानी ल्याउँछु है पानी पख पिउने पानी है यो 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 पिउने पानीमा हात धुने पानी अर्को ल्याउँछु पख है यहाँ हेर एकछिन पख पख ल हात धुने कहाँ धुने लिएर खाना पनि राम्रोसँग जाने छैन मासु पनि छ है मासु अन्डा माछा आलु खानु अप्ठ्यारो हुन्छ नि यहाँ राखेर खाऊ न खाऊ हेर खुट्टा कामेको खुट्टा चिसोले खुट्टा कामेको होला तिम्रो खुट्टा पोखेन लाग्यो घर कहाँ भनेको नि घर इन्डियन कि नेपाली नेपाली भयो अनि घर घर कहाँ नि कहाँ ल ल तिमी राम्रोसँग बोल्दैन ल खाऊ ज्याकेट पनि सबै फोहोर भइसक्यो पछाडि दुवै तर्फबाट लाउन मिल्ने सेटोमा फोहोर भयो यो मुसेर खाऊ न यसरी यसो यसो उयो सबै यसो यसो गरेर खाऊ यता पनि यो मासु यता यसो गर सबै अब मन त घरभित्र सुताउनै मन छ नि त मान्छे कस्तो छ के छ चिने छैन यस्तो थर कामिरहेछ अब गर्नु पनि धेरै नगर्नु ठिक्कको गर्नु भन्छ आजलाई यति हो के आवाजै छैन त खाएको पनि आवाज पनि छैन मुखमा दाँत नभए जस्तो आवाज पनि आएन सबै मजाले केही आवाजै छैन ल मेरो अनुहारै राम्रोसँग देख्छ ल मेरो अनुहार यस्तो छ देखाएको छ एकदम राम्रोसँग हेरेको छैन होला यस्तो खाने ल अब सुतो आरामले सुतो भिडियोमा चाहिँ छैन तर मैले लास्टमा पातलो ब्ल्याङ्केट ल्याएर ओराइदिएको छु है त्यो चाहिँ